हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी पहाड जाने, त्यही भएर रेडी हुँदैछौँ। यहाँ चाहिँ आज हामी भोजन जाने हो नि त, दसैँ लाग्यो, त्यही भएर यहाँ हामी एटिएम गयौँ। दुईजना भिडियो बनाउँदैछ, भ्यू टावरदेखि भ्यू देखेको हेर्नु न। अनि दुईजनाको भिडियो बनाइदिएँ। अनि वेदरले पनि कस्तो दसैँ आयो टाइपको वेदर पनि भेटेर मैले फर्स्ट टाइम यस्तो आकाश खुलेको देखेको, कस्तो राम्रो देखिरहेछ। मैले भिडियो पनि बनाएँ वेदरको पनि। अनि हामी चाहिँ यहाँ तातो तातो थुक्पा खाने भनेर पर्खिरहेछौँ। मेरो छोरा चाहिँ हाई गरिरहेछ। अनि हाम्रो थुक्पा पनि आयो, भेज खायौँ हामीले चाहिँ। अनि अब लाग्यौँ हामी चाहिँ। अनि फेरि तल गएपछि हाम्रो भाइरल ठाउँ रहेछ फोटो खिच्ने भिडियोहरू। अनि फेरि गाउँ पनि जाउँ भनेर उकालो चढ्दैछ, म पनि पछि लागेँ। अनि हल्का भिडियोहरू फोटोहरू खिच्यौँ। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ। अनि सिमसम्म झरेर साला भेना चाहिँ माथि हाम्रो घर जानुभयो। त्यसपछि हामी चाहिँ मिङ्सोलाई खाजाहरू दिँदै पर्खिराख्यौँ। मेरो छोरा चकचक अनि एप्पल चाहिँ एकदम उसको फेभरेट हो। अनि उसलाई पुलदेखि डराउँदैन साथीहरू। मेरो छोरा अब पुलमा एक्लै खेलिरहेछ। अनि खेल्दा गरेर उसको मामा र उसको बाबालाई पर्खिरहेको थियौँ हामीले चाहिँ यहाँ। अनि हामी गयौँ घाट हुँदै। पानी पनि अब दसैँमा पानी पनि देखाइरहेको थियो नि त, त्यही भएर आज चाहिँ घाम लागिरहेछ। जस मौसमले चाहिँ साथ दिएको जस्तो भइरहेछ। मौसम त कस्तो क्लियर देखिरहेको। अनि हामी गयौँ चाहिँ धानकुरा हुँदै माथि कस्तो राम्रो वेदर के दसैँ तिहार आएको जस्तो कस्तो खुलेको दसैँ तिहार आयो भनिरहेको जस्तो मौसमले पनि। अनि यहाँ मैले चाहिँ दुईजनाको भिडियो बनाइदिँदै थिएँ। हामी चाहिँ अब भाइको फर्स्ट टाइम हो नि त, अनि बाइकमा जाने। यसले त्यति सिकेको पनि छैन, फर्स्ट टाइम कुदाउँदै गरेको नसिकेँ। अनि हामी चाहिँ स्कुटीमा पनि लगेर गएको, अब जे होला गाइड गर्दै लाने भनेर भाइलाई। अनि हामी यसले पुग्यौँ। अनि खानाहरू खायौँ। खाना खाएर एक छोरा मान्छेहरू चकचके हुन्छ यहाँ क्यारम बोर्ड खेल्न थाल्यो। मेरो छोरा चाहिँ क्यारम बोर्ड खेलेको देख्दै हेर्दै हाँसेर अनि हामी लाग्यौँ फेरि भिडियोहरू बनाउँदै हल्का क्लिपहरू लिएँ मैले चाहिँ बाटोमा राम्रो लिएको। अनि हामीलाई चाहिँ बिचमा पानीले पनि एकछिन भेट्यो नि त, धन्न ठुलो पानी परेन। अनि यो चाहिँ लेगुवा हुँदै मैले एकछिन गाडी कुदाएँ। अनि भोजपुर पुग्न लाग्यो मैले चाहिँ हामीलाई चाहिँ पानीले प्याउलेदेखि पानीले कुट्यो क्या, तर हल्का त्यस्तो धेरै त होइन। गयौँ फाइनल हामी भोजपुर पनि पुग्यौँ। तर स्कुटी ब्यागमा अब ट्राभल गर्नु एकदम गाह्रो हुन्छ नि त, बाटो हेर्नु साथी अफ रोड पुरै। त्यसपछि अफरोडमा थाकेर सबजना गलेर भुत्तिक्कै भएर बसिरहेको थिएँ। मेरो छोरा त कहिले थाक्दैन, उभिएर बसिरहेछ। अनि लड्यो भने नि त भाइ, अनि यसले त्यति सिकेको छैन। अनि लडेर त्यसको खुट्टामा चोट पनि लाग्यो। अनि त्यसपछि मैले भिडियो पनि बनाएन। त्यहाँदेखि हामी सरर घर आयौँ। घर आएको भिडियोहरू चाहिँ बनाएन, किनभने त्यो भोजपुरदेखि तल चाहिँ एकदम अफरोड। अनि बेलुका पनि हुन्थ्यो थियो केटाकेटीहरूसँग बाइक स्कुटीमा गाह्रो पनि भयो। त्यही भएर मैले चाहिँ भिडियो बनाएन। थ्याङ्क यू फर वाचिङ।